नेपाल अनप्रेडिक्टेबल टिम टी20 आईमा जसलाई पनि अपसेट गर्ने हिम्मत राख्छ र अर्कोतर्फ इङ्ल्यान्ड जसले क्रिकेटलाई जन्म दियो, जसले हार्न जानेको छैन। पहिलो पटक नेपाल र इङ्ल्यान्ड भिड्नेवाला छन्, त्यो पनि मुम्बईको वानखेडे स्टेडियममा। यो ऐतिहासिक दिन नेपाली क्रिकेटका लागि केवल एउटा म्याच डे मात्र होइन, यो सपना, सङ्घर्ष र भावनाको दिन पनि हो। किनकि आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026मा नेपाल र इङ्ल्यान्ड जस्ता दुई फरक संसारका टिमहरू मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आम्ने सामने हुँदैछन्। यो खेल फेब्रुअरी 8, 2026मा खेलिँदैछ र यो मैदान त्यही ठाउँ हो जहाँ क्राउडको आवाज, फ्ल्याट पिच र फेयरलेस क्रिकेटले इतिहास लेख्ने गरेको छ। वानखेडे स्टेडियमलाई ब्याटिङ फ्रेन्डली भेन्यूका रूपमा चिनिन्छ, जहाँ ट्रु बाउन्स हुन्छ, बल राम्रोसँग ब्याटमा आउँछ र टाइमिङ मिल्यो भने बााउन्ड्री निकाल्न धेरै गाह्रो हुँदैन। त्यसैले यहाँ खेलेको खेलमा स्कोर सधैँ हाई रहने सम्भावना हुन्छ। इङ्ल्यान्ड यो खेलमा वर्ल्ड क्लास एक्सपिरियन्स र डेप्थ र कन्फिडेन्स लिएर मैदानमा उत्रदैछ भने नेपाल फेयरलेस माइन्डसेट, हङ्गर र नथिङ टु लुज एटिट्युड सहित यो हिस्टोरिक स्टेजमा उत्रदैछ, जसले यो भिडन्तलाई अझै रोमाञ्चक बनाइदिएको छ। टी20 फर्मेटमा नामभन्दा एक्जिक्युसन ठुलो हुन्छ र यही कारणले यो खेलमा अन्डरडग नेपाललाई पनि हल्का रूपमा लिन मिल्दैन। इङ्ल्यान्डको ब्याटिङ लाइनअपतर्फ हेर्दा सबैभन्दा पहिले जोस बटलरको नाम आउँछ, जो इङ्ल्यान्डका क्याप्टेन मात्र होइनन्, मोडर्न टी20 क्रिकेटका सबैभन्दा प्रभावशाली ब्याट्सम्यान मध्ये एक मानिन्छन्। बटलरले आफ्नो टी20 करियरमा 3800 भन्दा बढी रन बनाइसकेका छन्, जहाँ उनको ब्याटिङ एभरेज करिब 35 र स्ट्राइक रेट लगभग 149 को आसपासमा रहेको छ, जुन प्रेसर सिचुएसनमा पनि कन्सिस्टेन्सी देखाउने रेयर कम्बिनेसन हो। बटलरले जनवरी 30, 2026मा श्रीलङ्का विरुद्ध खेलेको खेलमा ठुलो स्कोर त बनाउन सकेनन्, तर पावर प्ले र डेथ ओभर्समा बोलरमाथि दबाव सिर्जना गर्ने उनको एबिलिटी अझै इन्ट्याक्ट देखिएको छ। बटलरको स्ट्रेन्थ भनेको प्रेसर रन चेसमा काम रहँदै सही समयमा एक्सिलरेसन गर्नु हो, तर क्वालिटी स्पिन बलिङको विरुद्ध कहिलेकाहीँ अर्ली डिसमिसल हुने उनको विकनेस र नेगेटिभ साइड मान्न सकिन्छ। र यसपछि जोस बटलरसँगै आउने अर्का छन् फिल साल्ट, इङ्ल्यान्डको सबैभन्दा एक्सप्लोजिभ टी20 ब्याट्सम्यान मध्ये एक हुन्, जसको स्ट्राइक रेट 160 भन्दा माथि रहेको छ र एभरेज मिड 30 को आसपासमा छ। साल्टले 1 सेप्टेम्बर 2025मा आयरल्यान्डको द भिलेज स्टेडियममा खेलेको टी20 म्याचमा एग्रेसिभ 80 भन्दा बढी रनको इनिङ्स खेलेर पावर प्लेमा गेम कन्ट्रोल गर्ने क्षमता देखाएका थिए। साल्टको ब्याटिङको सबैभन्दा ठुलो स्ट्रेन्थ भनेको फिल्ड रेस्ट्रिक्सनको पुरा फाइदा उठाउँदै फास्ट बाउन्ड्रिज निकाल्नु हो, तर यही एग्रेसिभ एप्रोचले कहिलेकाहीँ लो स्कोर पनि ल्याउने गरेको देखिन्छ, जसले अर्ली विकेट झरे इङ्ल्यान्डको स्टेबिलिटीमा असर पर्ने पक्का छ। यसैगरी मिडल अर्डरमा आउनेछन् ह्यारी ब्रुक, इङ्ल्यान्डका की ब्याट्सम्यान हुन्, जसको टी20 एभरेज करिब 30 र स्ट्राइक रेट 150 को आसपासमा रहेको छ। ब्रुकले अक्टोबर 2025मा न्युजिल्यान्डको टी20 म्याचमा फास्ट पेस्ट हाफ सेन्चुरी बनाएर प्रेसर सिचुएसनमा टिमलाई एक्सिलरेसन गर्ने क्षमता देखाएका थिए। ब्रुक पेस बलिङ विरुद्ध कन्फिडेन्स देखिए पनि स्पिन बलिङ र स्लोर पिचमा उनको रिदम ब्रेक हुने देखिन्छ, जसलाई नेपालले एक्सप्लोइट गर्न खोज्नेछ। र यसपछि आउनेछन् बेन स्टोक्स, इङ्ल्यान्डका बिग म्याच प्लेयर हुन्, जसको टी20 एभरेज करिब 29 र स्ट्राइक रेट लगभग 145 रहेको छ। स्टोक स्ट्याटिक्स भन्दा पनि बढी प्रेसर मुभमेन्टमा प्रभावशाली खेलाडीका रूपमा चिनिन्छन्। रिसेन्ट म्याचेसमा उनको ब्याटिङ कन्सिस्टेन्सी फ्लक्चुएटेड देखिए पनि नकआउट टाइपको गेम्स र हाई प्रेसर मुभमेन्ट्समा म्याच विनिङ इनिङ्स खेल्ने क्षमता अझै बलियो छ। यही कारणले इङ्ल्यान्डले स्टोक्सलाई क्लच प्लेयरको रूपमा भरोसा गर्न सक्छ। र यसपछि आउनेछन् लियाम लिभिङस्टोन, इङ्ल्यान्डको पावर हिटिङ डिपार्टमेन्टको मुख्य हिस्सा हुन्, जसको स्ट्राइक रेट 145 भन्दा माथि रहेको छ। एभरेज पनि मिड 20 को आसपासमा छ। एभरेज खासै राम्रो नभए पनि स्ट्राइक रेट भने एकदमै राम्रो छ र लिभिङस्टोन मिडल ओभरमा एकै ओभरमा 20-25 रन निकाल्न सक्ने क्षमता राख्छन्, जसले गेमको मोमेन्टम तुरुन्तै बदल्न सक्छ। तर हाई प्रेसर चेसमा सर्ट सिलेक्सन रिस्की भयो भने उनको पनि विकेट झर्ने सम्भावना देखिन्छ। र अब नेपालको ब्याटिङ लाइनअपतर्फको कुरा गरौँ। नेपालको ब्याटिङ लाइनअपतर्फ हेर्दा नेपाल यो खेलमा अन्डरडग भए पनि फेयरलेस क्रिकेट खेल्ने माइन्डसेटले खतरनाक बन्न सक्छ। कुशल भुर्ते नेपालका एग्रेसिभ ओपनर हुन्, जसले टी20 करियरमा 1000 भन्दा धेरै रन बनाइसकेका छन्, जहाँ उनको एभरेज करिब 28 र स्ट्राइक रेट लगभग 130 को आसपासमा रहेको छ।
र भुर्तेलले मार्च 2024 मा हङकङको स्टेडियममा खेलेको म्याचमा एग्रेसिभ हाफ सेन्चुरी बनाएर पावर प्लेमा क्विक रन्स दिने क्षमता देखाएका थिए। तर अर्ली डिसमिसल हुने टेन्डेन्सी भने उनको विकनेस नै हो, जसलाई इङ्ल्यान्डको न्यू बल अट्याकले टार्गेट गर्न खोज्नेछ। र यसै गरी आउनेछन् उनको साथमा आसिफ शेख, जसको टी20 एभरेज मिड 20 को आसपासमा छ र स्ट्राइक रेट 115 र 120 को बिचमा रहेको छ। उनको क्षमता भनेको इनिङ बिल्ड गर्न सक्षम छन् र प्रेसरमा विकेट जोगाउने काम गर्छन्, तर टाइट बोलिङ फेजमा रन छिटो निकाल्न नसक्ने उनको कमजोरी हो, जसले रन रेट बढाउन चुनौती सिर्जना गर्न सक्नेछ। यसै गरी आउनेछन् रोहित पौडेल, नेपालका क्याप्टेन र एङ्कर ब्याट्सम्यान हुन्, जसको टी20 एभरेज करिब 35 र स्ट्राइक रेट 120 भन्दा माथि रहेको छ। रोहितले अक्टोबर 2023 मा युए विरुद्ध खेलेको म्याचमा कम्पोज्ड हाफ सेन्चुरी बनाएर प्रेसर ह्यान्डल गर्ने म्याचुरिटी देखाएका थिए। रोहितको स्ट्रेन्थ भनेको इनिङ्सलाई अन्तिमसम्म लाने क्षमता हो, तर एक्सप्रेस पेस बलिङ विरुद्ध अर्ली फेजमा च्यालेन्जिङ सामना गर्नुपर्छ, जुन इङ्ल्यान्डको पेस अट्याकले टेस्ट गर्नेछ। र यसै गरी आउनेछन् मिडल अर्डरमा दिपेन्द्र सिंह ऐरी, नेपालका बिगेस्ट एक्स फ्याक्टर मानिन्छन्, जसले टी20 करियरमा 1400 भन्दा बढी रन बनाइसकेका छन्, जहाँ उनको एभरेज करिब 27 र स्ट्राइक रेट 130 भन्दा माथि रहेको छ। ऐरी लेट ओभरमा एक्सप्लोजिभ फिनिसिङ दिन सक्ने क्षमता राख्छन्, जसले नेपाललाई कम्पिटिटिभ टोटलतर्फ धकेल्न सक्छ। तर अर्ली डिसमिसल हुँदा फिनिसिङ इम्प्याक्ट घट्ने रिस्क भने छँदैछ। अब हेरौँ बलिङतर्फ। बलिङ लाइनअपतर्फ हेर्दा नेपालका लागि सन्दीप लामिछाने, जसले मिडल ओभरमा विकेट निकाल्ने क्षमता राख्छन् र अपोजिसन ब्याट्सम्यानलाई प्रेसरमा राख्न सक्छन्। वानखेडे जस्तो ब्याटिङ फ्रेन्डली पिचमा सर्ट बााउन्ड्रिजले च्यालेन्ज दिए पनि लामिछानेको भेरिएसन र एक्सपिरियन्स नेपालका लागि निर्णायक बन्न सक्छ। र यसै गरी आउनेछन् फास्ट बलिङतर्फ सोमपाल कामी, न्यू बलमा स्विङ निकाल्न सक्छन् र डेथ ओभर्समा कन्सिस्टेन्सी कायम राख्नु उनको लागि ठुलो टेस्ट हुनेछ। र यसै गरी आउनेछन् अर्का करण केसी, अलराउन्डर रोलमा टिमलाई ब्यालेन्स दिन्छन्, तर प्रेसर मुभमेन्ट्समा लाइन लेन्थ कन्सिस्टेन्सी इम्प्रुभमेन्ट आवश्यक देखिन्छ। र इङ्ल्यान्डका बोलर्स साम करन, आदिल राशिद र जफ्रा आर्चरले नेपालका ब्याट्सम्यानलाई लगातार प्रेसमा राख्न खोज्नेछन्, जहाँ करन डेथ ओभर्समा भेरिएसन प्रयोग गर्नेछन् र राशिद मिडल ओभरमा विकेट हन्ट गर्नेछन्। आर्चर पेस र बाउन्स मार्फत ब्याट्सम्यानलाई असहज बनाउनेछन्। यो खेलमा निर्णायक मुभमेन्ट पावर प्ले, मिडल ओभर्स र डेथ ओभर्स तिनै पेजमा हुनेछ। यदि नेपाल पावर प्लेमा विकेट जोगाएर रन रेट म्यानेज गर्न सक्यो भने मिडल ओभर्समा लामिछानेको स्पेल खेलको दिशा बदल्न सक्छ। तर यदि इङ्ल्यान्डले अर्ली विकेट्स लिएर मुभमेन्ट बनायो भने एक्सपिरियन्स र डेप्थले उनीहरूलाई एडभान्टेज दिलाउनेछ। अन्ततः इङ्ल्यान्ड यो खेलमा फेभराइट हो, हायर एभरेज, हायर स्ट्राइक रेट्स र बिग म्याच एक्सपिरियन्सका कारण। तर टी20 क्रिकेटमा एक स्पेल, एक ओभर वा एक फेयरलेस इनिङ्सले पुरै कहानी बदल्न सक्छ। नेपालले फेयरलेस एक्जिक्युसन, डिसिप्लिन र सही समयको एग्रेसन देखाउन सके यो खेल केवल म्याच मात्र होइन, नेपाली क्रिकेट इतिहासको यादगार अध्याय बन्न सक्नेछ। यदि तपाईँलाई यो भिडियो मन परेमा च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्न नबिर्सिनुहोला।